सेवा प्रदान गर्दै जाँदाखेरि हामीहरूलाई के कस्ता समस्या आयो, ती चुनौतीहरूलाई कसरी समाधान गरियो र भविष्यमा हामीले यो सेवालाई अझै के कुरा गर्न सक्छौँ। हामी एउटा सेवाग्राही कमजोरीहरू भएका हुन सक्छन्। राजनीतिक रूपमा सेवा प्रदान गर्नलाई या नीति निर्माण गर्ने क्रममा र यो प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सेवालाई गुणस्तरीयता, खास गरेर प्रत्यक्ष रूपमा यहाँहरूलाई हजुरहरूलाई एउटा सेवाग्राहीको रूपमा हेर्दा प्राय प्राथमिक स्वास्थ्य केन्द्रमा देखिने भनेको यहाँहरूले ओपिडीमा जचाउन आउने, सामान्य टिकट काट्न लाइनमा बसेर जचाउने, आफ्ना स्वास्थ्यका समस्या बताउने डाक्टर या यहाँ आउनुभएका नर्स या प्रयोगशाला कर्मीहरू या रेडियोलोजीमा काम गर्नुहुने अरू साथीहरूको तर्फबाट सेवाहरू लिने, घर जाने, औषधिहरू लिने, फेरि बोलाएको बेलामा एउटा यो प्रक्रियाबाट सेवा गइरहेको होला, यसलाई हामी भन्छौँ ओपिडी सेवा। अर्को हुनसक्छ आकस्मिक रूपमा आएर यहाँहरूले चाहिँ समस्या भएर लिने सेवा। म चाहिँ सदस्यमा कार्य छु। हाम्रो 9 जना चाहिँ स्वास्थ्य सेवा 2 जना विधायक भएको छ। यो चाहिँ अलिक पुरानो फोटो भएछ। यो चाहिँ एकाडेमिक हुन्छ प्रवास मिसन गएर त म चाहिँ रिपोर्ट लागेको एक हप्ता पुग्नुपर्ने बाध्यता थियो। त्यो बाध्यता अहिले चाहिँ कलेको छ पश्चिम प्राथमिक स्वास्थ्य केन्द्रबाटै तपाईँहरूले चाहिँ एक दिनमै तपाईँले थाइरोइडको जाँचको रिपोर्ट पाउनुहुन्छ। वासिङ मेसिन हामीसँग हुन्छ प्रवास मिसन गएर त म चाहिँ रिपोर्ट लागेको एक हप्ता पुग्नुपर्ने बाध्यता थियो। त्यो बाध्यता अहिले चाहिँ कलेको छ पश्चिम प्राथमिक स्वास्थ्य केन्द्रबाटै तपाईँहरूले चाहिँ एक दिनमै तपाईँले थाइरोइडको जाँचको रिपोर्ट पाउनुहुन्छ। वासिङ मेसिन हामीबाट चाहिँ सधैँभरि सकारात्मक सोच्छौँ होइन। यहाँबाट एउटा विभिन्न सोसियल मिडियामा लेख्न भन्दा यहीँ आएर यहाँको प्रमुखसँग यहाँको समितिसँग सोध्नु के कारणले गर्दा पाइएन भन्दा पहिला कारण पत्ता लगाउनु पऱ्यो। यति सबै यति राम्रो भएको कुराहरू नदेख्ने, जब एउटा केही सामान्य कुरा भयो भने चाहिँ त्यो दुनियाँ मिडियामा लेख्न आवश्यक छैन। र चाहिँ हामीसँग चाहिँ पहिला विद्युतको चाहिँ समस्या थियो, त्यसलाई समाधान गर्न हामीसँग थुप्रै वायरिङ गऱ्यौँ, सबै वायरिङ नयाँ वायरिङ गरेर हामीले इन्भर्टर ब्याकअप थिएन कुराहरू बिम्बात्मक रूपमा साङ्केतिक रूपमा डाक्टर साहबले भनेका कुराहरू छन्, ती अत्यन्तै गम्भीर र मननयोग्य छन्। यहाँ मैले व्यक्तिको नाम किटान गरिनँ। चिज के हो भने तपाईँको एउटा सामान्य भुइँ मान्छेलाई उठाएर हाकिमको ओदामा बसेर तैँले बाबु यो काम गर, व्यवस्थापन गर भनेपछि त्यो व्यक्तिको विवेक र मेमोरीले पुग्ने र उसले सम्पादन गर्ने चिजको कस्तो गुणस्तरीयता हुन्छ त्यो आफूले मनन गर्ने हो। म त्यतातिर जान चाहन्न। चिज कहाँनिर हो भने हिजोका पिरियडमा धेरै सङ्घर्षहरू थिए, धेरै अभावहरू थिए, जे वस्तुस्थिति र जे सबै जनताहरू हुनुभएको छ, उहाँहरूको चाहना पनि त्यही छ। जो सेवा दिनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रहेको एम्बुलेन्सको कुरा, एम्बुलेन्स जुन अहिले अवस्थामा बिग्रिएको अवस्था पनि थियो, सुधारिएको पनि छ। त्यो यो एम्बुलेन्स काठमाडौँसम्म जानु पर्यो कुनै बिरामीलाई लिएर भने जान सक्ने अवस्थामा छैन। त्यो एम्बुलेन्सलाई नेपाल सरकारबाट हुन्छ कि काम हुन्छ नयाँ एम्बुलेन्सको उपलब्ध गराइयो। र मैले बुझेको छु यदि त्यसलाई पनि छिटो जाँदा छिटो ड्राइभरको व्यवस्था गरियो, किनभने बिरामीहरू लिएर जानुपर्ने हुन्छ, रात विषयमा हुन्छ। अब बर्खायाम सुरु हुँदैछ। In our municipality even, we don't have the correct data. Correct data in the cities, the feeding system, municipality is not there. Either some persons have been migrated and how many persons are of these is very cover and how many one of these are there. My point is indicating is that this bulk and the rough demand is a sign of corruption. This is to be worked on. Correct intent is going to be tackled. The hospital is located here. I mean, this is Delhi. Being the system for the digitalized community to advance the right information of the client and the people in the community. Thank you for your valid information, and all the informations and feedbacks as well as some comments are noted over there, and hopefully the rural municipality and the local the management of this private education will be managed. राम्रोसँग यो सेवालाई प्रभावकारी तरिकाले अगाडि बढाउनलाई गाउँपालिकाले गर्नुपर्ने औषधि खरिदहरूमा पारदर्शिताका कुरा, आर्थिक यदि कोही कतै आर्थिक अनियमितताहरू भएका छन् भने त्यस्ता कुराहरू चाहिँ छानबिन गरिनुपर्ने कुरा, यो स्टोरलाई राम्रो व्यवस्थित गराउने कुरा,
भ्याक्सिनहरूलाई चाहिँ तापक्रम मिलाएर राख्ने कुरा तपाईँको कुरा पनि सबै सुधारको लागि हो। म थोरै एउटा पालिकाको एउटा जिम्मेवारी र पालिका मार्फत नै बेसी पनि रहने हुँदा हामीले किन मिल्दैन त्यो कुराको मैले जवाब दिन खोजिरहेको छु। यहाँ यो बहिर्गमनको फिल्डमा जाँदाखेरि अथवा एक्जिट रूपमा काम गर्दाखेरि सोद्धाखेरिका आएका कुराहरू पनि छन्। 2-3टा कुरा म त्यसमा उत्तर दिन चाहन्छु। अनि पहिला औषधि कति प्रकारको पाइन्छ भन्ने नागरिकले बुझ्नुपर्छ। नेपाल सरकारले 98 थरीको औषधि निःशुल्क वितरण गर्ने कार्यक्रम बनाएको छ। नेपालभरि 98 थरी औषधि निःशुल्क हुन्छ। औषधि निःशुल्क त हुन्छ, यहाँनिर नागरिक के बुझ्नुपर्छ भने थोरै बुझ्न पर्ने, सबै नागरिकले बुझिहाल्नु पर्ने कुरा पनि होइन, तर सिस्टमले बुझ्नु। नेपालमा 3 प्रकारको सरकार छ, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ। यो 3वटा सरकार मिलेर 98 थरीको औषधि हुनुपर्छ भन्ने खालको कुरा राज्यले तोकिदिएछ। कुन चाहिँ कसले दिने हो भनेर पनि लेखिदिएको छ। अब ती औषधि मध्ये हाम्रो यहाँ धेरैभन्दा धेरै बिरामीलाई प्रयोग हुने औषधि स्थानीय सरकारले किन्न पाउने अधिकारभित्र पर्दैन। धेरै जसो यो कुरा बुझेको भने प्रेसर सुगरका औषधिहरू विशेष गरेर नसर्ने रोगका औषधिहरू प्राय जसो स्थानीय सरकारलाई किन्ने अधिकार दिएको छैन। किन्ने अधिकार नदिएको ठाउँमा किन्यौँ भने यसको प्रोसेस पनि लामो छ। 45-46 प्रकारको औषधि मात्रै हुन्छ। अरू हामीले व्यवस्थापन गर्ने हो, मागेर हुन्छ कि के गरेर हुन्छ, ल्याएर व्यवस्थापन गर्ने हो। यसको लागि डर साहब धेरैपटक, गत वर्ष धेरैपटक, यो वर्ष पनि धेरैपटक भएर प्रदेश आफूले अहिले प्रेजेन्टेसनमा चाहिँ 20-25 ल्याउनु पनि पाइँदैन। कानुनै त्यस्तै छ, जिल्लामा पनि जिल्लाले आदरणीय पूर्व सर, हाम्रो आदरणीय सूर्यप्रसाद नेपालको कुरा लगायत सम्पूर्ण क्वेसन राख्नु भएको छ। त्यो क्वेसनको मैले चाहिँ मेरो आफ्नो कार्यक्षेत्रभित्र भएर मैले चाहिँ के कुराहरू चाहिँ छिटोमा समय कम छ, त्यही भएर छिटोमा उत्तर दिन्छु। र अघि एउटा क्वेसन आएको थियो, थाइरोइडको पैसा लाग्छ, कोलेस्ट्रोलको पैसा लाग्छ भनेर। यो कस्तो भन्दा हामी कि चाहिँ बिना बन्द गर्ने अवस्थामा पुग्यौँ कि चाहिँ बिरामीसँग त 50-100-200 रुपियाँ लिएर आएको छ, जाँच गर्नु पर्ने कि संस्थाले त बचाउनु पऱ्यो नि त। सबभन्दा हामीसँग 2 करोडभन्दा माथिको भुक्तानी बाँकी छ। हामीले पैसा हिजो मात्रै 5,51,000 मात्रै पठाएको छ। पालिकाबाट हाम्रो स्वास्थ्य केन्द्रको लागि हामीले पैसा बजेट छुट्टिएको हुन, राष्ट्रिय कार्यक्रम बाहेक अरूबाट हामीले पैसा पनि आएको हुनु होइन। गाह्रो छ नि त। अब पहिला तपाईँको चाहिँ थाइरोइडको जाँच 3 महिनामा तपाईँको चाहिँ बिमाले कभर गर्थ्यो। थाइरोइडको जाँच बिमाले कभर गर्थ्यो, बिरामीले पैसा दिनु पर्थ्यो। तर अहिले चाहिँ 6 महिनामा जाँच गराउनु, त्यही पनि बिमाले 500 रुपियाँ मात्र दिन्छ भने 500 मा थाइरोइडको TSH, T3, T4 त कुनै पनि नेपाल अधिराज्य कतै पनि औषधि चाहियो, हामीलाई यो चाहियो, ऊ चाहियो, प्राइभेट कुनै मेडिकल होइन। कतिजना बिरामी आउनुहुन्छ, मेरो घरमा त आमालाई पखाला लाग्छ, बाउको यस्तो छ उस्तो छ, म औषधि चाहियो भने यो कुनै मेडिकल होइन। यो सरकारी संस्था हो, सरकारी स्वास्थ्य केन्द्र हो, सबैले बुझ्न आवश्यक छ। किनभने सबै कुराको नीति नियम हुन्छ। एउटा हामीले पनि एउटा नीति नियम क्रिएट गरेका छौँ। त्यो अवधिभित्र रहेर तपाईँहरू पनि स्टाइलले बुझ्नु पऱ्यो। 3:30 बजे आएर मलाई प्रेसरको औषधि चाहियो भनेर पाइएन। बिरामी सिरियस प्रेसर, हाइपरटेन्सन, इमर्जेन्सी छ, 200/120 प्रेसर छ भने अब हामीले विचार गर्छौँ। तर नर्मल प्रेसर छ, तपाईँको चाहिँ मलाई भोलि खाने औषधि प्रेसर सक्रिय छ भन्नु पाइँदैन। 2:30 बजे आएर नर्मल तपाईँको ज्वरो आएको 4-5 दिनको, तपाईँको 3-4 बजे आएर त मलाई रगत जाँच गर्नु छ भनेर यदि सिरियस छ भने पाइयो, यदि नर्मल छ भने हामीले अवस्था हेरेर गर्छौँ नि त। यो कुरा तपाईँले बुझ्न आवश्यक छ र तपाईँले यहाँदेखि अरू जनसमुदायलाई बुझाउनु पनि आवश्यक छ। यो हामीले मात्रै पनि गराएको चाहिँ कुरा होइन, फेरि यो चाहिँ सरकारको कुरा हो। यो चाहिँ हामीले चाहिँ तपाईँको यो सरकारले चाहिँ यसरी औषधि दिनुहोस् भनेर चाहिँ यहाँ कार्यविधि पठाएको हुन्छ, त्यो अनुसार हामीले अब काम गर्नुपर्ने हुन्छ। क्यापिङ सिस्टम भन्छ। यो बिरामीलाई यति तपाईँको प्रेसरको औषधि 1 महिनामा 30वटा ट्याब्लेट दे भनेर भन्छ। अब चाहिँ 2.5 mg को एम्लोडिपिन खाँदै हुनुहुन्छ भने त्यो एम्लोडिपिन 60 ट्याब्लेटभन्दा बढी नदिए भनेर भन्छ। त्यो तपाईँ 61 ट्याब्लेट हानिदियो भने त सिस्टमले मान्दैन कि। अब बिरामीलाई के छ भन्दा तपाईँको पहिल्यैदेखि पाइरहनु भएको थियो नि त, पहिले चाहिँ हामीले त दिइराखेको थियौँ। अब सिस्टमले टाइट गर्दै गयो, टाइट गरिदिइसकेपछि के हेर्ने त भन्दा हामीलाई पनि गाह्रो हुँदै गयो र बिरामीले चाहिँ अब पहिला पाइरहेको सेवा सुविधा अहिले किन पाइएन भन्नु स्वाभाविक प्रक्रिया हो। यहाँ चाहिँ जति सेवा सुविधा छ, हुँदै आएको छ, हामीले पहल गर्ने कुराहरू गरिरहेका छौँ। आफ्नो वडाबाट
सम्भव भएका कुराहरू बजेट विनियोजन गरेर हुन्छ कि कसैलाई अब अन्त सिफारिस गरेर हुन्छ कि कुनै कार्यालयसँग कोअर्डिनेसन गरेर हुन्छ। हामीले यहाँबाट सेवा प्रदान गर्नको लागि सदैव व्यवस्थापन समिति तत्पर रहेको कुरा यहाँहरूप्रति जानकारी गराउन चाहन्छु। नसर्ने रोगहरूको व्यवस्थापन पक्षमा धेरै जोड दिनुपर्ने र राज्यको लगानी र पक्कै पनि यो प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सेवाहरू पनि त्यसतर्फ बढी लक्षित हुनुपर्ने एउटा देखियो। तथापि केही सामान्य सरसफाइसँग सम्बन्धित रोगका सङ्क्रमणहरू र त्यस्ता समस्या लिएर आउनुभएका बालबालिकामा निमोनियाका समस्याहरू भएका, झाडा पखालाका समस्या भएका र आफैले स्वास्थ्य व्यवस्थामा गएर जचाउन गयो भने आफूलाई फाइदा हुँदा पनि नगएका, जस्तै गर्भवतीहरूले नियमित परीक्षण गर्ने कुरा, सुत्केरी पश्चात आएर नियमित रूपमा जाँच गर्नुपर्ने, हाम्रो महिला स्वास्थ्य स्वयंसेवी दिदीबहिनीहरूले घर घरमा गएर जाँच गरेर दिन सकिने सेवाहरू जस्ता कुराहरूलाई पनि यहाँहरूले आफ्नो सेवाको पहुँचभित्र ल्याउनु हुनेछ भन्ने कुराहरू हामी यो कार्यक्रममा धेरै कुराहरू हामीले संस्थालाई यो सामाजिक परीक्षण गर्नुको मुख्य उद्देश्य भनेको यस संस्थाबाट सेवा प्रवाह कसरी भइरहेको छ, आम नागरिकले पाउने सेवा सुविधा सहज तरिकाले पाएको छ कि छैन, संस्था एउटा सेवा प्रवाह राम्रो गरी गरेको छ कि छैन, कसरी व्यवस्थापन समितिले के गरिरहेको छ, राम्रा नराम्रा कुराहरूको यथार्थ चित्रण गर्ने यो सामाजिक परीक्षण हो। त्यसले गर्दाखेरि म धन्यवाद दिन चाहन्छु पिपुल्स केसका हाम्रा दुवै शोभाकान्त नेपाली सर र अनि हाम्रो मुक्ति नेपाली सरलाई, किनभने उहाँहरूले धेरै मेहनत गरेर आम नागरिकको बाटोमा गएर आम नागरिकसँग आफ्ना कुराहरू यहाँको यथार्थ के भइरहेको छ, सेवा कसरी दिइरहेको छ संस्थाले भन्ने कुराहरू अहिले जस्ताको तस्तै यहाँ पेस गर्नुभएको छ। र कतिपय कुराहरू राम्रा छन्, कतिपय कुराहरू गुनासाहरू पनि छन् र यो गुनासालाई हामीले पक्कै पनि उहाँले दिएको गुनासालाई हामी सम्बोधन गर्दै जानेछौँ र यहाँ सुझावहरू दिनुभएको छ। पक्कै पनि यो सुझावलाई हामीले यो समितिले यो संस्थाले यसलाई मनन गरेर राम्रा कुराहरू हामीले सुधार्नुपर्ने सुधार छौँ र समितिकै खर्चबाट हामीले नै हायर गरेर यो कार्यक्रम सञ्चालन गरेका छौँ। सामाजिक परीक्षण हामीले कार्यक्रम गरेका छौँ। त्यसले गर्दाखेरि यो त्यसरी उहाँ जति मान्छे त्यो नबुझ्नु पर्ने थियो। मलाई उहाँ भएको यति कुरा प्रष्ट हुनुहुन्थ्यो होला, अब अस्पष्ट हुनु भएर जानु भएको छ। र अब एउटा कुरो म एम्बुलेन्ससँगै थोरै जोडिन चाहेँ, किनभने यो विगत 1 महिनादेखि हामीले यो एम्बुलेन्स खडा छ, हाम्रो चालक बाहिर गएको कारणले एम्बुलेन्स सञ्चालनमा ल्याउन सकिएको छैन। किनभने हामीले विज्ञापन पनि गऱ्यौँ तर विज्ञापनमा कोही पनि आउनु भएन। त्यस्तो अब हामीले दिएका केही इन्डिकेटरहरू थियो, त्यो इन्डिकेटरमा भएका व्यक्तिहरू आउनु भएको छैन। पक्कै पनि हामी 2-3 दिनमा यसलाई कसरी हुन्छ, ज्यालादारी गरेर हुन्छ कि नभए के गरी हुन्छ, एउटा तरिकालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भनेर वडाबाट हामी आइसकेपछि त्यो कार्यक्रम राखेका थियौँ। त्यसबाट पनि भने वार्षिकी 210-15 जनाले सेवा दिनुहुन्छ। सबै गइसकेर हामीले यसरी पनि हामीले त्यो बिरामी बोकी बाबतको भुक्तानी वडाले दिएको छ। यो कुराहरू हजुरहरूले पनि आफ्नो टोल छिमेकमा कसरी पिएचसीसम्म आउनको जानको लागि कुनै पनि त्यस्तो दीर्घ रोगीहरू होइन, मुटु क्यान्सर, मृगौला अनि सुत्केरी, अपाङ्ग, विपन्नहरू त्यस्ता प्रकारका कोही हुनुहुन्छ भने कसरी पिएचसीसम्म आउन जानको लागि निःशुल्क एम्बुलेन्स सेवा छ। त्यो कुरा